हेलो यहाँहरू सम्पूर्ण मेरो नमस्कार। आज जुन जेनजी जेनेरेसनले गरेको यो आन्दोलनमा हाम्रो कुर तानाशाही भन्दा पनि यो अहिलेको गणतन्त्रमा साह्रै मनमा ढुङ्गा राखेर कुनै मनमा दया कुनै केही नभएको यो सरकारले ती बिचारा ती भविष्य देख्दै गरेका भविष्य कोर्दै गरेका आफ्नो माग लिएर सडकसम्म पुगेका ती बिचारा निर्दोष ती भाइ बहिनीहरूको के दोष थियो? न उनीहरू हात हतियार लिएर उनीहरू सरकार सामु उनीहरूले हमला गरेका थिए, न कुनै उनीहरूको दोष थियो। बिचारा भरे उनीहरू आफ्नो आवाज उठाउनको लागि सडकमा आएका ती बालबालिकाहरू, ती नाबालिकाहरू, क्लास पढ्दै गरेका, कलेज पढ्दै गरेका, आफ्नो भविष्य कोर्दै गरेका, आफ्नो भविष्य देख्दै गरेका सपनाहरू, हजारौं सपना बोकेर आएका आफ्नो मागलाई चाहिँ कुण्ठित पारेर यो निकम्मा सरकार, यो भ्रष्ट सरकार, यो नेपालको कानुन सरकार, राज्य सत्ता सबै एकलौटी त्यही केपी ओलीको हातमा, उसको सबै हक अधिकार र यो सिङ्गो देश नै केपी ओलीको हातमा त होइन नि। यदि ती बालबालिकाहरूले अगर हतियार लिएर भाला सुपी छुरा लिएर जान्थे भने पनि उनीहरूले समातेर जेल हाल्न सक्थे, केही उनीहरूलाई मुद्दा लड्न सक्थे, उनीहरूको कानुनले छानबिन गर्न सकिन्थ्यो। यो आदेश नेपाल प्रहरी, नेपालका नेपाल आमाका सपुत सच्चा जवान प्रहरी जवानहरूले पनि बुझ्नुपर्ने कुरा हुन्छ। एक व्यक्तिको आदेशले गर्दाखेरि यहाँ सबै हजारौं करोडौं 3 करोड नेपाली जनताहरूको आवाजलाई दमन गर्न मिल्दैन। यो हद भएको छ। हरेक क्षेत्रमा भ्रष्टाचार, हरेक क्षेत्रमा घुसपेट, हजारौं गल्ती गरेका मान्छेहरू, हजारौं करोडौं अरबौं घोटाला गरेका मान्छेहरू, ओम्नी यति गिरीबन्धु, यस्ता विभिन्न कामहरू चाहिँ विभिन्न ज्यान हत्या र विभिन्न घटना, विभिन्न भ्रष्टाचार गरेर जेल परेका, आरोप लागेका, आक्षेप लागेका मान्छेहरूलाई चाहिँ खुलेआम उसले जोगाएर उसको छत्र छायामा राख्ने र जो निर्दोष भनिने रवि लामिछानेलाई चाहिँ उसको धरोटीमा बाहिर आएका उसलाई पनि अझ दोषीहरू जेल नजरबन्द गरेर राख्नुपर्ने। उसकै एकतन्त्र, उसको न छोरा छ न छोरी छ, उसले देशलाई खोक्रो रित्तो धमिराले जस्तो खाएर जस्तो राखेको छ। अझ नभएर हद भन्दा पार भइसकेर पछि जेनजी जेनेरेसन, न्यू जेनेरेसन, जेनजी पुस्ता आन्दोलनमा सडकमा आएको स्वतन्त्र तरिकाको आन्दोलन, कुनै हत्या हिंसा एकदम केही नभई सामान्य खालको आन्दोलन गर्दा पनि उनीहरूले न हात हतियार न कुनै उनीहरूसँग ज्ञान त्यत्रो, उनीहरू एकदम नाबाला कलिला ती मुनाहरूलाई यसरी निमोट्ने काम भएको छ। उसलाई यो केपी सरकारलाई सडकमा ल्याएर घिसारेर उसलाई घाँटी रेटेर पुरा टुक्रा टुक्रा गर्दा पनि उसले यतिसम्म गल्ती गर्यो कि अहिले उसलाई जस्तो सुकै कारबाही गर्दा पनि, जति सुकै कारबाही गरेर पनि अपुग, जस्तो सुकै यो कानुनको सजायको भागीदार बनाउँदा पनि उसलाई अपुग हुने। यो भन्दा कति गर्नुपर्ने? हरेक विकासका काममा त्यति नै भ्रष्टाचार छ। पुलैसाहरूदेखि लिएर हरेक नहुने ठाउँमा गएर विकासका काम गरेको छ। मान्छेहरूलाई दुई खोलाको बीचमा एउटा साँगो हालेर आफ्नो जीवन लेखबेसी गरेर जीवनयापन गरिरहेको जनता छ। उनीहरू भनेको ऐश र आरामले डिजिटल जमानामा उनीहरूको घडी, जुत्ता, कपडा, लुवाई खुवाई, देश विदेश जाँदा चाहिँ जम्बो टोली लिएर जाने हरेक कुरा उनीहरूकै उसमा हुनुपर्ने। तर आज ती नाबालकहरूले हरेक आमाको काखमा रित्तिएको छ, काखमा आँसुको धाराले काख भिजेको छ। ती निर्दोष युवा नभनौ, ती केटाकेटीहरू, बालबालिकाहरूले ज्यान गुमाउनु परेको अवस्था छ। के दोष थियो तिनीहरूमा? आफ्नो आवाजले उठाएर सडकमा आएका शान्तिपूर्ण आन्दोलनमा होमिएका ती नाबालिकाहरूको
कलेज पढ्दै गरेका छात्र छात्राहरूको के दोष थियो? यो सरकारले किन यति धेरै दमन गर्नु पर्थ्यो? भोलिको दिनमा यिनीहरूले कति देशको खम्बा बनेर सपना बोकेर आएका देशको कर्णधारहरूलाई यसरी घाँटी रेटेर दिन दाडै गोली सुट गरेर हत्या गरेर मारेको छ सरकार। यो पापले यो जुनीमा नभएर यो केपी ओली भन्ने मान्छे हामीले पनि हो। हाम्रो गाउँ घर आमा बुवा सबैले हामीले नेकपा एमाले भनेर सपोर्ट गर्दै आएको थियौँ र भोट पनि लगाउँदै आएको हो। तर यो दिनमा आएर उसको यो क्रूर व्यवहार देखेर मन रुन्छ। यति विधि चाहिँ गर्न हुँदैन कोही कसैले। यत्रो यो क्रूर निर्णय, यत्रो यो घटिया, यो तल्लो थरीको एकदम हदैसम्मको नीच निर्णय लिएर यसरी बिचरा रगतको खोला बगाएर ती बालबालिकाले सडक रक्तमै भएर पोतिएर यस्तो तरिकाको जघन्य अपराध गर्नु भनेको यो प्रधानमन्त्री किन मर्दैन? यो प्रधानमन्त्री किन देश निकाला हुँदैन? उसको मात्रै राज हो, उसको मात्रै नेपाल हो, उसले मात्रै शासन गर्नु। यो केपी शर्मा ओलीको मात्रै देश र उसको हरेक भ्रष्टाचार गरेर उसले मात्रै देशको ढिकुटी रित्याउनु पर्ने उसको मात्रै अधिकार छ यो देश नेपालमा। अरू कुनै हक अधिकार छैन। उसको मात्रै आर्मी पुलिस, उसको मात्रै शासन, पुलिस प्रहरी सबै चाहिँ केपी ओलीकै मातहतमा चल्नुपर्ने। अनि कोही कसैले बोल्न नसक्ने। केपी ओलीलाई किन त्यही नेपाल प्रहरी पुलिसले चाहिँ किन गोली हानेर त्यहीँ मारेर जेल जान सक्दैन? उसको मात्रै उसको केपी ओली बाँचेर यहाँ के भएको छ यहाँनिर त्यो देश नेपालमा? केपी ओलीले गरेको चाहिँ के छ? न उसको छोरा छ न छोरी छ, उल्टै खाएको छ, रित्याएको छ, देशलाई विकासको नाममा विनाश गरेको छ। हजारौं नेपालीहरूका छोराछोरी खाडी पठाएको छ। खाडीबाट लासमा रित्तो खाली बाकसमा लास भरिएर नेपालबाट फर्केर खादा मालामा आएको बाकसमा गएर रङ्गिएर र फुलको गुच्छाले स्वागत गर्नु परेको परिवारले यो घटना हामीसँग विदितै छ। हजारौं युवाहरूले लाखौं युवाहरूले कमाएको रेमिटेन्सले यो देशमा मोज मस्ती गरेर विलासी आवश्यकता जिउनेहरू यो खड्ग प्रसाद ओली किन देख्दैन? नेपाली जनताहरूको दुःखमा छन्। नेपाली जनताहरू साग सिस्नो खान रात दिन दुई हातमुख जोड्नको लागि चाहिँ छैन। उनीहरूसँग त्यति गर्ने धान्न सक्ने हैसियत छैन भन्ने चाहिँ किन देख्न सक्दैन? अहिले त हुँदा आएर ती बालबालिकाहरू सडकमा आएका नाबालिकाहरू ती उमेर नपुगेका कति त 12-15 वर्षका थिए होला, कति 20-22 वर्षका थिए होला। यस्ता निर्दोष उनीहरू आफ्नो हक अधिकारमा लड्न आएकाहरूलाई गोली हानेर सीधा गोली हानेर त्यत्रो 200-300 जना मान्छे घाइते हुँदाखेरि कति गोली चल्यो होला? यो कुरा किन सरकारले बुझ्दैन? ती मान्छेहरूलाई किन पक्रेर लगेर थुनेन? अनि भोलि त्यसको बहस गर्नुपर्ने ठाउँमा किन उनीहरूको माग सम्बोधन गर्नुपर्ने ठाउँमा किन उनीहरूले एक्कासी गोली चलाएर उनीहरूको हत्या गरियो? अब साथी हो जो जति हुनुहुन्छ, हर्क साम्पाङ, बालेन्द्र शाह, अब चुप लागेर तपाईहरु बस्नुहुन्न। यो निर्णय चाहिँ तपाईहरुले उहाँहरूलाई साथ सहयोग दिनुपर्छ। अरु बाँकी पनि आफ्नो ठाउँ तह र तबकाबाट साथ दिएर यो आन्दोलनलाई तुहिन दिनु हुँदैन। एक छत्र भएर अगाडि बढेर यो आन्दोलन सक्सेस पार्नुपर्छ। यो भ्रष्टाचारीहरूलाई ठेगान लाउनुपर्छ। र अब धेरै बोल्यो भने पनि यो गाह्रो छ, धेरै बोल्न पनि मिल्दैन। यहाँनिर नबोलौ भन्दा पनि अब सहेर बस्न गाह्रो छ। हस्त नमस्कार। तर सबैजना एकजुट भएर यो आन्दोलन चाहिँ तुहिन दिनु हुँदैन। सबै एक ढिक्का भएर अगाडि बढ्नुपर्छ। हस्त। जय नेपाल।